हजुर यहाँ सम्पूर्णलाई जय मसी। म आजको दिनमा फेरि तपाईहरुको बीचमा थोरै केही कुरा प्रस्तुत गर्न गइरहेको छु। विशेष गरेर परमेश्वरमा जीवन छ, जुन जीवन तपाई र मैले जिइरहेको जीवन होइन, तर अनन्तको जीवन अनि साँचो जीवन। त्यो जीवन ख्रीष्टमा मात्रै पाइन्छ अनि ख्रीष्टले दिनुहुने जीवन न कहिले सकिन्छ न कहिले खाँचो अभावमा रहन्छ। जुन जीवन प्रशस्तताको जीवन अनि सधैँभरिको जीवन हो, त्यो जीवन जिउनको लागि एउटा मात्र उपाय छ, जस उपायद्वारा हामी त्यो जीवनलाई प्राप्त गरौँ। म तपाईहरुलाई आज यो जीवनको विषयमा केही कुरा भन्नेछु। ध्यान दिएर सुन्नुहोला। यो जीवन आनन्दको जीवन र परमेश्वरबाट पाउने जीवन, परमेश्वरबाट पाउने जीवन अनि यो शान्तिको जीवन हो। जुन जीवन जसले पाउनु भएको छ, तपाईहरुले यो जीवनलाई जहिले पनि सुरक्षित राख्नुहोस्, परमेश्वरको डर र भयमा बस्नुहोस् अनि तपाईलाई जुन कुरा उचित लाग्छ, संसारले पत्याउँछ र स्वर्ग राज्यले पनि त्यसलाई चाहिँ मान्यता दिन्छ, त्यो कुरालाई तपाईले जहिले पनि लिइराख्नुहोस्। तपाईको जीवन महत्त्वपूर्ण हुनेछ। तपाईले पाउनु भएको स्वर्ग राज्यको बाटो अतुलनीय रूपमा पूरा हुँदै जानेछ। शान्तिको जीवन, आनन्दको जीवन, परमेश्वरबाट आउने जीवनलाई कहिले पनि हामीले भुल्नु हुँदैन। कैयौं अप्ठ्याराहरू, बाधाहरू देखिएला पनि त्यो मात्र परीक्षणकाल, त्यो केही टाढाहरू मात्रै हुन्। तर महान कुरा, असल चिज पाउनको लागि तपाईको लागि बाटो खुल्दैछ भनेर जान्नुहोस्। यसकारण त म भन्छु, जुन तपाईको जीवनमा आउने सामान्य ताडनाहरू, सामान्य समस्याहरू त्यो दुःख कष्ट होइन प्रियहरू। र मलाई पनि म स्वयं भन्छु, त्यो दुःख पीडा होइन, त्यो सामान्य यात्राको नियम हो। जुन यात्रामा तपाई र म थाक्दैनौँ भने त्यो यात्रा होइन, तर जब हामी थाक्छौँ त्यो यात्रा हो।